हाई नमस्कार मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। फेरि पनि रात्रिकालीन भोजन लिएर आइसकेको छु। हजुरलाई पनि शुभरात्रि शुभ भोजन। माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, फलो गर्नु म फलो ब्याक दिनेछु। नयाँ साथीहरूले पुरानो साथीहरूले कमेन्ट गर्नु होला के कस्तो छ भिडियो भनेर। हजुरले माया गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद छु, मनैदेखि आभारी छु। अझ धेरै माया गर्दै जानु होला। पहिलेको जस्तै गरेर पहिलेको आइडी मेरो उडिहाल्यो, यो नयाँ हो। फेरि पनि कोसिस गर्दैछु भन्दै आज चाहिँ चाउमिन भेज अनि आलु चप अनि यहाँ चाहिँ गाजर र मुला छ सलादमा। आज चाहिँ रात्रिकालीन भोजन यो भनौँ साथी, चाउमिन ल्याएको छु। के गर्नु, यस्तै हो कहिलेकाहीँ भन्दै अब खाऊँ है त। ढिला नगरी सेलाउँछ फेरि हजुरलाई नै शुभरात्रि शुभ भोजन। खाएँ है त मैले। चाउमिन चाहिँ धेरै दिने कि त्यो दिदीले, हाफ प्लेट चाउमिन यत्रो छ अनि ल है साथीहरू माया गर्नुहोस्। खास गरी चाउमिन चाहिँ अहिले हतारमा ल्याएको भएर ग्यास सकियो कि खाना पकाउँदा पकाउँदै। अनि राति कता जानु त ग्यास खोज्नलाई गाह्रो छ। त्यही भएर त्यहाँ तल गएर अनि चाउमिन लिएर आएको। त्यही भएर सिम्पल सादा। जे खाँदा पनि पानी चाहिने कि कस्तो नराम्रो बानी मेरो।
पिरो कति धेरै के सेलाइसक्यो के तल चोकमा पुगिकन बनाएर ल्याउन लिएर आएको यता आएर मोबाइल बनाउँदा यो बनाउँदा त्यही भएर ल्याउन साथी कहिलेकाहीँ यस्तै हो यो आलु चप चाहिँ जति खाएन आउँदैन म आलु चप ढुङ्ग्री पहिले पहिला झन् कम्ता मिठो लाग्दैन थियो सानोमा आमामामा यो आलु चप अनि यो ढुङ्ग्री अनि एउटा कचेरी भन्ने हुन्थ्यो अहिले त्यसलाई पकौडा भन्छ पहिले कचेरी भन्थ्यो हाम्रोतिर अनि झिल्ली जुलबी जस्तै हुन्छ भने के अरे जेरी जस्तै हुन्छ फनी घुमेको त्यो चाहिँ नुनिलो हुन्छ नुनिलो पिरो त्यसलाई चाहिँ झिल्ली भन्थ्यो झिल्ली चाहिँ 1 रुपियाँको चावडा दिन्थ्यो यो चाहिँ रुपियाँ गोटा थियो यो आलु चप चाहिँ कचेडी पनि 1 रुपियाँको चावडा दिन्थ्यो 2 रुपियाँको यति चटपटे आउँथ्यो पहिले 2 रुपियाँको चटपटे खाएपछि टन्नै अगाउने 1 रुपियाँको सानो एउटा बिस्कुट पाउँथ्यो लामो खालको सानो यत्रो अहिले त कहाँको त्यो बिस्कुट सुन्तला कलरको चक्लेट आउँथ्यो 1 रुपियाँको चावडा खोल भएको पनि खोल नभएको पनि आउँथ्यो
कति मिठो हुन्थ्यो सानोमा। सानोमा यस्तो रोजी छाडी कहाँ पाउनु, यस्तो बाहिरको खाना पाइदिन्थ्यो, घरकै हो जे खाए पनि। एक त पैसा हुँदैन थियो, पैसा भयो भने खान पाउँदैन थियो गाउँमा। हप्तामा एकचोटि हाट बजार लाग्ने, त्यो हाट बजार जानुपर्ने, धाएर 1 घन्टा हिँड्नु पर्थ्यो तातो घाममा। हप्तामा एकचोटि लाग्थ्यो। तर पहिलेकै जमाना ठिक के। अन्त समय कहाँबाट कहाँ पुग्यो, मान्छेले मान्छे चिन्दैन, मान्छेले मान्छे गन्दैन, को आफ्नो को पराई। पैसाले गर्दाखेरि आफ्नो आफ्नो पनि दुश्मनी। पैसा छैन भने कुरा काट्छन्, फलानु यस्तो र उस्तो भनेर। केही गरी अलिकति पैसा कमाउने तिनै मान्छे खुट्टा तान्छन्। गाउँघरमा त अलिकति केही भयो भने गाउँभरिको मान्छे जम्मा हुन्छन्। धामी लाउने कि डाक्टर लाउने कि। पहिले गाडी हुँदैन थियो, झोलुङ्गामा बोक्थे। र पनि अहिले त यो सहर बजारमा मान्छेले मान्छे काट्दा पनि हेरेर बस्छन्। त यो पार्टी त ऊ पार्टी भनेर झगडा गर्छन्। लास्टमा जो आए पनि हामी जस्तो गरिबलाई के र। उयो हामी जस्तै बिहानभरि दिनभरि काम गरेर बेलुका चामल किनेर ल्याएर भात पकाएर खानेलाई दाजुभाइहरू जे गरे नि विदेशी नै पर्छ। नेपालमा रोजगार आउने होइन। राम्रो मान्छे आएदेखि, राम्रो कानुन बनेदेखि अलि महिला हिंसा चाहिँ कम हुन्थ्यो कि भन्ने मात्रै हो। किन देब्रे हातले खानुहुन्छ भने होला, म पहिलेदेखि देब्रे हातले खान्थेँ। चम्चाले खानु पऱ्यो भने अहिले पनि देब्रे हातले खान्छु। खाना हातले खानु पऱ्यो भने चाहिँ दाहिने हातले खान्छु। 4-5 वर्ष जति भयो दाहिने हातले खान थालेँ, न त देब्रे हातले खान्थेँ म। के गर्नु हो, युट्युब फ्यामिलीहरू यस्तै छ जिन्दगी। सम्झिँदा नि दुःख लागेर आउँछ। आफ्नो लाग्ने पराई बनाइदिन्छ के पैसाले। पहिले बाबुबाजेहरू भन्थ्यो कि पैसा र यो सुनमा चाहिँ कली बसेको थियो अरे के। भगवान्को कारमा पालादेखि, सत्ययुगको पालादेखि श्राप लागेको थियो अरे। खोइ कुन चाहिँ भगवान्ले श्राप दियो अरे। त्यही भएर अनि मान्छेहरू पैसा र सुनले गर्दाखेरि काटमार लुटपाट। तँ छाड म छाड।
चाउमिन पनि यति दिनुभएको थियो त्यो दिदीले, बल्ल खाइसकेँ। सरी जाऊ गाजर खाएर पनि मेरो एक गिजाभरि घाउ भएको छ, यस्तो हुन्छ र भने अचम्मै लाग्यो मलाई त। बुढेसकाल लागेर हो किन हो, सबै यो गिजामा यो घाउ भएको छ कि मनपर्छ खायो। ल साथी, जे जस्तो भयो नि यस्तै हो, आफ्नो दुःख आफैसँग छ होइन भन्दै अब छोटो मिठो भिडियो हजुरले माया गरिदिनु भएको छ, साथ सपोर्ट गरिदिनु भएको छ, अझै गर्दै जानुहोला। म पनि हजुरहरूलाई गर्नेछु है। साना साना हामी युट्युब च्यानल हुनेहरूले एकअर्कामा साथ सपोर्ट गरेर लाइक कमेन्ट गरेर फलो बढाएर होइन अघि बढौँ, हातेमालो गरेर एकअर्कामा भन्दै छोटो मिठो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ सादा भिडियो लिएर आएको छु। हजुरहरूले माया गरिदिनुको भएर यो भिडियो ल्याउन मन लागेर ल्याएको हो। त्यस्तो केही छैन धेरै आइटम, अरूको जस्तो मेरो प्रायः जस्तो सादै हुन्छ। त्यही पनि पहिलेको अब कता कता के भयो थिच्यो, जे जस्तो भयो नि। धेरै मिहिनेत गरेर धेरै सब्सक्राइब बढाएको थिएँ, लास्टमा भिडियो नै उ भयो, त्यो आइडी नै उ भएर अर्को खोल्नु पऱ्यो। केही छैन साथीहरू, पहिलेको जस्तै माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, म पनि गर्नेछु भन्दै गरिदिनु भएको छ, हृदयदेखि धन्यवाद भन्दै छोटो मिठो भिडियो हजुरलाई पनि शुभरात्रि शुभ भोजन भन्दै माया गरिदिनुहोस्। हजुरले माया गरिदिएकोमा उडी उडी चुप्पा भन्दै बाई। अब अर्को भिडियोमा भेटौँला। साथीहरू स्वस्थ रहनु, व्यस्त रहनु, जहाँ भए पनि आफ्नो ख्याल गर्नुहोस्। अब त्यही हो।